यही पल्लो ढुङ्गानिर राखौँ न झोला चाहिँ यतातिर राखेर दाउरा सारा यतातिर छ त है जति नि कागर कागर छ जम्ने चिङ त्यति गाई छ कि थो त लाउँ एउटा दाउरा बोकेर जानु पऱ्यो अब हामी त लोकल यहाँतिर त यतै हुन्छ होला त्यहाँ कुरोतिर होला कि चैते वैशाख खरेर लाग्यो मकैसकै मऱ्यो भने त अहिले नि यहीँ आउने हो पानी माग्नलाई हो अनि यहाँ ओडाहरू जस्तो छ एउटा त्यहाँ मजाले चाहिँ झाँक्री कापेर उसले बोल्छ अनि उसले चाहिँ ठ्याक्कै बोलेको दिनमै पानी उसले यति दिनपछि पर्छ भने त्यही दिन पर्छ ठ्याक्कै खोइ अब मास जति सबै फेरि स्याल आएर तानेर लग्यो भने खत्तम हुन्छ यहाँमा चियावन तल फेरि जम्मा ल माथितिर पाउँछ होला स्याल आएर तानेर लग्यो भने त फेरि बाइक त्यहाँबाट चाहिँ कतै न कतै जाने यस्तो देखेर अनि
कुडुङडुङ कुदिहाल्यो ठिकै भयो तपाईँ चिजको कम्पनी हेर्नु पायो बेकार पनि भयो अब यो के अरे पानी कहाँ छ यो पानी चुहेर अहिले निकालेर पानी त मै अब त्यो ट्याङ्की मर्मत गरेर मात्रै
अलि छेउसम्म भयो नि माथिसम्म गएर अहिले यो ठुडामा चाहिँ धेरै पाउनु नदिउँ होइन जाँदाखेरि दे दिनु जी हेसी है यहाँबाट त अनि यता हेर्दाखेरि आँखातिर मिलाउनु रहेछ कसरी चढ्ने त यता हो त यतैतिर बसौँ हो किन माथि जान नसक्छ जस्तो तर हेर्दाखेरि त पुरै भिड रहेछ त नि सक्दैन सर म यो भन्दा बिस्तारै ल यहीँतिर म गरेर गाडी नसक्यो भने चाहिँ नचढाउँ जबरजस्ती गर्नु हुँदैन हैट कहाँ सक्नु हो त्यहाँ माथि
जोलन फर्स्ट टाइम वाले हम फर्स्ट टाइम है लाई लाग्छ बुवा अब कसरी झर्ने भने लास्टै चिसो हो आजबाट फाफिलो चाहिँ गाजी पुरै यहाँ चाहिँ बादल लागेर बादलमाथि हामी बादलमाथि गाइजहरू बादलमाथि कसरी गर्ने सर हामी अब यहाँबाट तल गाई चाहिँ तल झर्नु बिर्सियो कसो झऱ्यो हामी जो चाहिँ हेकेला हो अशोक दाई फेरि यहाँ चढ्दैछन् त्यो उयो जरासम्म आउँदै आउनु जरासम्म आउँदै कस्तो आछ हेल्प गर्दैछन् दाइले त्यो त ओजी रोड डुबरो चाहिँ अझै डुबिला छ गाजी यताबाटै ओ बुद्ध जिरो डुबावा हामी त फर्स्ट टाइम छ अनि कसरी तान्नु हो चिसो नि लास्टै चिसो छ है आउनु के त आउनु यतिसम्म अब अलिकति त हुने यति आइसक्यो माथि अब अलिकति मात्र कि त आउनु आउनु बुद्ध जिरो उता अनि एक्सपर्ट हो नि त अनि पहिल्यैदेखि चढिरहेको हुन्थ्यो आउनु के त माथि आउनु तल पुगिसक्यो दाइले त हामी तल झर्ने कि सर अब फाइनली हामी चाहिँ झरिसक्यो गाइजहरूले झरिसक्यो दाइले आधी बाटोबाटै फर्क्यो गाह्रो पर्यो गाह्रो ओके बिस्तारै है साथी हो स्लोली यहाँबाट तलदेखि त रिङबाट लाग्छ गाह्रो छ गाह्रो खुट्टो फुस्क्यो अन्त मान्छेको हड्डी पनि भेट्दैन अनि बुद्ध त यहाँबाट चढ्यो भनेर म अचम्म लाग्यो तलबाटै पुग्यो अनि एक्सपर्ट हो नि उता पहिल्यैदेखि चढेर डर लाग्छ बाँच्दैन पपियम पुतुसम्म नमक्स्या यसरी गम्बुन सक्ने उता पनि जित्यो बोलियो छ नि भाइ म त गम्बुर पनि जान्छ नाप्ला हो झर्न लास्टै गाह्रो भएर चाहिँ त्यहाँबाट पनि चढ्न सक्ने रहेछ मैले त ऊ तलबाट आएको एकछिन डर लाग्ने मात्रै रहेछ माथि गयो त डर त लाग्छ
बचपन टोच बल हान्न मिल्दैन नि टोच बल्न बोल्छ गाह्रो छ हो बोतल झोरे यार झन् यहाँबाट कहाँ निस्किन्छ हो गाँ पनि रे ठाउँ भयो मात्र छ यार ओ माई गड हामी छिर्नुपर्छ त्यही त सानो पो छिलो जाने मोटो मान्छेहरू त गाह्रो हुन्छ नि त त्यहाँ रहेछ ढुङ्गाहरू खाजा साजा लाग्ने मूर्ति छ क्या यहाँ मूर्ति रहेछ त यहाँ खानामा मूर्ति रहेछ त यहाँ मूर्ति रहेछ त त्यहाँ खाजा राखेको केटा लु मलाई मन हो यार छैन कि हौ प्रवडा छ यार। सानो मान्छेले चाहिँ गाह्रो हुने रहेछ है के अरे ठुलो मान्छेले चाहिँ सानो मान्छे त छिरिहाल्छ नि हजुर ल म अगाडि जानु सर पर्यो म जान्छु मैले सट म सानो मान्छे अगाडि हेर्नु पर्यो नि त बाटो सही छैन सक्दै पहिला त्यसरी आड्दैन क्या हामीले सामनाम गाउँमा बाह्र बोल्नु पर्ने छ भन्दै छ भन्दै जान्छ यहाँ आउनु पर्छ भनेर त्यही त अहिले अड्क्यो भने त गाह्रो हुन्छ नि त ए तिरीको यार यता बाला न यता उतापट्टि उता बतिया चाहिँ अनि त्यहाँ त पूजा सुजा गर्नु रहेछ अरे यता मूर्तिहरू पनि रहेछ है गाईहरू पुरा खाता साथ पनि रहेछ ठिक छ त एकछिन रमाइलो गरौँ न कहाँ ढुङ्गामा भित्रबाट छिरे गाईहरू क्या मुर तिन पुरा थियो भने चाहिँ बाटो छ भनेर बाटै छैन जस्तो लाग्छ खोइ यहाँतिर निस्किन्छ भनिरहेको थियो फेरि भित्रै हरायो भने हामीलाई तनाव पो होला त कुरो खाना थोन पो त्यही त यहाँतिर निस्किने होला सबै फर्किहाल्यो त्यहाँ माथिबाट यहाँ रहेछ त त्यही त फोन चाहिँ आर क्या मारु यहाँ छ यहाँ निस्किने रहेछ नि त ऊ माथि ऊ निस्किनु रहेछ नि यहाँबाट निस्किने बाटो रहेछ ऊ माथिबाट निस्किने रहेछ छैन अब खोइ त उनीहरूले त निस्किएको छैन दबाई कहाँ हाल्नु हामी होला चाहिँ बित्ति त उहाँ तिनजना हुनुहुन्छ कि यहाँबाट पुगिहाल्छ तर पुग्दैन यताबाटै तल जानुपर्छ हामी केटा हो जाने बाटो जस्तो पो छ त यो गुफावाला भर्खर निस्किएको होइन वन बात प्लस ध्यान चिसो त गर्नु गर ल हम जिज्यू आज से 1 प्लस प्लीज था नहीं हमले फरे गाइस दाइहरु चाहिँ खै कहाँबाट टोयो तलबाट निस्किने रे हो गाह्रो हुने चाहिँ जोला सामान चाप्छु मसिम ल बरु रुगा सुगा सबै खादा सदा हालेर देउता रहेछ नि क्याममा हेर्दा अब सुटिङको स्पोर्टमा त्यहाँ सुटिङ गर्ने मलाई त मानिरहेको देखेर ल जी म डराएको त त्यति साह्रो डर लागेन दुई सर होइन काजी सर डराएको देखेर डर लाग्यो जे गाडी न तनन फिर दिर दजी तन रङ कर्पिङ नाम जे हो त्यो चढ्ने छ त्यहाँ माथिबाट छिरेर यहाँ तल निस्किने आम्मा धेरै तल पो छ त है त दाउरा लानुपर्छ है दाउरा लानुपर्छ है गाइजहरू दाउरा नि बोक्नु पर्छ अहिले तल फेरि छैन दाउरा एउटा एउटा बोकामै सबैजनाले हामी चाहिँ यहाँबाट लगेर जाऊँ तल क्याम्पमा दाउरा छैन है सबैले अब एउटा एउटा दाउरा चोरको दियो क्याम्पमा हामी चाहिँ दाउरा बोक्दै
पलस सकिन्छ मर्नु मुखको दुल सबै वा के अरे अक्सिजन साइड चाहिँ एकचोटि गर्नुपर्ने रहेछ क्या बरु म्याप बनाउँदै जाने अहिलेन त हामीलाई त पर्दैन त्यो पहिले सुरुमा जब एकजना मान्छे चाहिँ चाहिने रहेछ कि धेरै मुनि गयो भने त धेरै मुनि गयो भने त पछि फर्किन सक्दैन नि त यहाँनिरको लोकल फिल्टर नेपाली फिल्टर छ है गाईहरूको नेपाली फिल्टर तोङ्गिलो भाँदा पाउँथ्यो गो र न्यू इयर पार्टी त्यता बस्नु यार किन अनि कस्तो लागिरहेको छ तपाईँलाई सर म एकदम खुसी नि भाइ यार प्रोग्राम एकदम दामी दाइलाई एकदम डेन्जर ह्याप्पी न्यू इयर मलाई त अब के भन्नु त्यस्तै जाडो पनि भइरहेको टाइम लो सर ह्याप्पी टाइम लो सर ठुलो ढुङ्गा चढ्ने चाहिँ अलिक काम न्यू इयर आज पार्टी बुबामा अलिकति अक्सिजन नपुगे जस्तो भयो एकचोटि तपाईहरु त माथि यार हामी दिनमा यस्तै त हो नि बुद्धले हावा तल छिराएको हो नि त मलाई बोल थाहा थियो पहिले त गएको थियो जान्छ मलाई दाइले कस्तो लागिरहेको छ एकदम बवाल लागिरहेछ साथीहरुसँग रमाइलो ड्राइभर हो क्या सबैले केटाहरु भएला छिर्दिहाल्नु भनेर अंग्रेजी नयाँ वर्षलाई चाहिँ अब विदाय गरौँ भनेर आएको हामी सबैजना पर्ने सबै पर्ने भन्दैन यार सब हाम्रो झागरी काई सबैले सोध्नु हाम्रो काजी दाइले कस्तो लागिरहेको छ दाजु जस्तो लाग्यो थियो पहिला खतरा कामला जस्तो पनि लाग्यो होला मलाई कामला जस्तो लागिरहेको घन्टी सन्टी बजाएको घन्टी सन्टी अब यो चीज मान्छे ल्याइदिनु सर झन्डी मारे पड्किन लाग्यो त यार ओ यार पड्क्यो भने त गाह्रो हुन्छ नगरौ न रक्सी अहिले पोखिन्छ यार पड्क्यो भने त गाह्रो पनि हुन्छ ताते होला है फुड्यो भन्दा नि मुनिबाट आइसक्यो अनि के भएको त यो त आज है पहिले फुड्यो नि त पहिले त यसरी यार धन्नै बुढी के भयो रक्सी दिने किम दिँदैन त पानी हालो रक्सी चाहिँ हालाउनु पर्यो मासु चाहिँ गरौँ न रक्सी त्यहाँ फुल प्याक हुनुपर्छ कि जाकेट 12 भने पुरा फर्काएर दाइ तल गइसक्यो सेकुवा किन चाहिँ फेरि सेफ खतरा पनि छ भन्छ नि सेवा टक्क लागेर म खान्ने नि के नयाँ वर्षमा त के छ सामग्री छैन मलाई अहिले
तम्बुको सरको सुन त दस्यो दाजु एकचोटि यो ढुङ्गालाई खोइ अलिकति डलमट दाइ हाल्नु डायमन्ड डाउन परे नि यति हुन्छ सिधा बिहान गरेर यहाँ आउँदैन के डलमट न डढिसक्यो क्या हो माथि गएर ग्रुपबाट त हान्नु है ग्रुपबाट हानेन नि ढुङ्गामा चाहिँ ग्रुपबाट हान्नु पर्छ ल लानै झोले रो ए गर्छ भने के गर्दा अब अलि वरा सबै गर्नुपर्छ आलु भाइ अब त भयो होला दाइ गर्नुपर्छ क्या गर्छ भयो नि त हो त्यसरी अब होस् है साथीहरू चरा त्यो अझै बढी भयो क्या यसले अलिकति त्यताउति गर्नुपर्ने हो कि ल भयो हावाले सबै चाहिँ प्राय त लोकल भइरहेछ हामी लोकल हान्ने बाटो चाहिँ यता कुनातिर छ कहाँ केटाहरू हुँदा जाने भनेर आएको थियो अनि मेरो यतापट्टि जाने जाने भनेर थियो मेरो ढुङ्गै जाने हो भयो नि यार यो ओभर भयो त डलमोट पिउ ल्याइरहेको थिएँ डलमोट भइरहेको छ सिरोजाले अब चाहिँ रात परिसक्यो गाइजहरू भाइ फेरि तिम्रो सबैलाई शुभकामना ह्याप्पी न्यू इयर माने के बेटी माख पारेको हामी चाहिँ अब फर्केको गएछ फर्केको हामी चाहिँ पो सबैजना गुलिएर यहाँ खाल्डो रहेछ पानी पानी रहेछ उता पानी रहेछ सरलाई बुझ्नु त्यो नजानु भनेको थियो क्या पानी रहेछ भनेको आयो त्यता नजानु भनेको के यता आउने यता रानी पानी रहेछ पानी रहेछ पानी 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 छ है पानी यता सबै हिलो भएछ त अनि सरको तपाईँलाई भनेको थिएँ कि मैले त्यता हिलो रहेछ नजानु भनेको तपाईँ अन्त हिलोमै जानु अब लाग्यो है गाइजहरू हामी फर्केँ अब चाहिँ यहाँ जुत्ता हेर्नु न पहिला कलेज सबै हिलो हिलो हो क्या
अब यो ब्लग चाहिँ यति नै हुन्छ गाइजहरु। भिडियो मन पर्यो भने लाइक कमेन्ट शेयर गरिदिनु होला।